Hello everyone, welcome back to my channel after a long time. आज चाहिँ खुसीको दिन मेरो लागि चाहिँ खुसीको दिन हो। आज चाहिँ एउटा न्यूज छ हैन। आई एम सो एक्साइटेड हैन एन्ड ह्यापी अल्सो, किनभने स्याड पार्ट पनि छ अनि लाइक ह्यापी पार्ट पनि छ के यो न्यूजमा चाहिँ। ट्राइबल रेन अब सबैलाई थाहा छ हैन, ट्राइबल रेन। अनि अहिले चाहिँ अब ट्राइबल रेनको बेसिस हाम्रो नितेश र पियानो बजाउने हाम्रो रिन्चिङ भुटिया साथी उनीहरूले चाहिँ ब्यान्ड ट्राइबल रेन छोडेको रहेछ। छोडेर अनि अब नयाँ ब्यान्ड फर्म गर्न लागेको छ। अनि त्यसमा चाहिँ नितेश राई चाहिँ अब बेस पनि बजाउने प्लस भोकल पनि गर्न लागेको छ। त्यसपछि रिन्चिङ भुटिया ऊ चाहिँ ट्राइबल रेनको पियानिस्ट हैन, ऊ चाहिँ फेरि यता पियानो नै बजाउन लागेको छ। अनि गिटारमा चाहिँ हाम्रो जिमी वानचुक भन्ने हुनुहुन्छ हैन। अनि भोकलमा र अर्को गिटारमा चाहिँ मेरो भतिज सुलभ तामाङ हैन ऊ छ। अनि अब उनीहरूले ब्यान्ड फर्म गरेर अब ओरिजिनल सङहरू अब निकाल्नको लागि प्रोसेस गरिरहेको छ हैन। अनि म जस अपडेट गरिरहेको छु हैन के गर्न लागेको छ उनीहरूले भनेर। सो इट्स सो लाइक गुड टु हियर इट क्या। लाइक सबैलाई थाहा छ होला अब सुलभ भनेको ट्राइबल रेनको एकदम बिग फ्यान पहिलादेखि हैन, सानैदेखि नै बिग फ्यान। अनि अब आफ्नो जो आइडलहरू छ त्यो आइडलको ब्यान्डमा आफू अब भोकलिस्ट हुन पाउनु भनेको त इट्स अ बिग डिल एन्ड उसको लागि पनि लाइक सपना पुरा भयो जस्तो हैन। अनि एकदम खुसी छ ऊ पनि। अनि ऊ खुसी भएपछि म पनि अभियसली खुसी भइहालेँ हैन। अनि अब उनीहरूले नयाँ नयाँ ओरिजिनल सङहरू निकाल्दैछ। अनि अब त्यसपछि म अपडेट चाहिँ गरिरहेको छु। ब्यान्डको नाम चाहिँ अहिले फिक्स भएको छैन हैन, बट बिस्तारै भएपछि म सबै कुरा अपडेट गर्छु। अनि मेरो भतिजलाई कङ्ग्रेचुलेसन्स है, फाइनली हैन। अब ट्राइबल रेनकै नाममा चाहिँ अब गर्नु पाएन, बट ट्राइबल रेनकै मेम्बर्सहरू दुईजना मेम्बर्सहरूसँग चाहिँ मिलेर गर्न पायो हैन। अनि सो इट्स अ सक्सेस फर मी टु। अनि होप राम्रो गीतहरू हैन, ओरिजिनल गीतहरू राम्रो निकाल्छ केटाहरूले। आइ एम 100% स्योर। सो बेस्ट अफ लक गाइज केटाहरूलाई हैन। अनि अर्को चाहिँ भनेको अब अर्को हाम्रो मेरो भाइहरूको ब्यान्ड छ जिरो ब्रेन्स भन्ने ब्यान्ड छ है। उनीहरूले पनि एकदम अहिले ओरिजिनलमा ध्यान दिएर उनीहरू म्याक्सिमम् ओरिजिनल सङहरू नै गर्छ क्या। पप पङ्क खालको पङ्क रक पनि छ, कुनै पप पङ्क खालकोहरू छ। उनीहरू पनि चाहिँ छ अब निस्किँदैछ बिस्तारै सानो भाइहरूको। अनि उनीहरूको पनि हल्का म्यानेज गर्नुपर्ने छ होइन भएर उनीहरूलाई पनि जस्ट माया गरिदिनु होला जिरो ब्रेन्स है। अनि उनीहरू अब ज्याम गर्नु कहिले जान्छ त्यो बेला अब म पनि गएर उनीहरूको पनि यसो भिडियो बनाएर हाल्छु होइन। सो द्याट्स इट। कङ्ग्रेचुलेसन्स मेरो भतिजलाई। सबैजना अब धेरैजनाले भनेको थियो क्या लाइक ट्राइबल रेनमा भोकलिस्ट चेन्ज गर्नुपर्छ यो एन्ड त्यो भनेर भन्थ्यो होइन। बट अब चाहिँ उसले अब त्यो अर्को ब्यान्ड फर्म भयो पनि अब यता ट्राइबल रेनको सङहरू गर्ने होइन। उसले अब आफ्नै भोकलमा आफ्नो भोकल पनि फेरि त्यस्तै नै खालको छ क्या। बट हल्का जनर अलिकति चेन्ज हुन्छ होला। अनि उसको लाइक ओरिजिनालिटी निस्किन्छ त्यसपछि चाहिँ होइन। सो सपोर्ट गर्नुपर्छ हामीले होइन, हाम्रो धरानको भाइ हो होइन। सो द्याट्स इट एन्ड बाई बाई।